मलाई कुनै पार्टीको विरोध गर्न मन लाग्दैन, तर पार्टी र पंक्तिहरूले देखाएको हरकत र करतुतकै कारण विरोधीमा उत्रिन मन लाग्छ। हिजो आज घन्टे ग्याङका नाइकेहरू सल्बलाइरहेका छन्, नो डाउट चुनाव हो। तर अहिले ल्यान्ड रोभर डिफेन्डर जो नेपाली मूल्य कमसे कम पनि 4 देखि 8 र 12 लाखको टप मोडलमा आउने गर्छ। हुन त बालेन शाह आफैमा एउटा सम्पन्नशाली व्यक्तित्व हुन्, तर हिजो जसरी खबर बाहिरिरहेको छ ल्यान्ड रोभर डिफेन्डरको बारेमा, यो एउटा गम्भीर सवाल बनेको छ। दिनेश मालपानी नाम गरेका उक्त व्यक्ति जो करेन्ट चाउचाउका मालिक पनि हुन् भने उनलाई सुपारी तस्करको आरोप समेत लाग्ने गरेको छ। तर यता भने घन्टे ग्याङका नाइकेहरूले उनैले दिएको 8 करोड रुपैयाँ पर्ने ल्यान्ड रोभर गाडी दिएर उही गाडीमा चुनावी माहौल तताइरहेको अवस्था छ। हुन त यसभित्र स्वार्थ जोडिएको हुन्छ। चुनावमा जसले फन्डिङ गर्छ अन्तिममा सरकार चलाउने भनेको नै तिनै व्यक्तिहरू हुन्, जस्तो भारतमा मुकेश अम्बानी र अडानीले। यस्तै यस्तै कारणले गर्दा नै पुराना दलहरूले अन्तिममा देशलाई खोक्लो बनाएका थिए, किनभने यस्ता मालपानी भएका व्यक्तिहरूले देशलाई आफ्नो अनुरूप र आफ्नो इच्छा अनुसार चलाउन चाहन्छन्। अब भनौं कसरी? यो देश र जनताको अहित र अयोग्य ठहर हुन्छ। हुन त अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै जसो व्यक्तिहरू काँचा केटाकेटी नै छन्। उनीहरूले 2 देखि 4 करोड रुपैयाँ लगाएर अहिले चुनावलाई जित्न सक्ने अवस्था भने पक्कै छैन। यही व्यापारी र जिल्लाका अलिकति ठूला व्यापारीहरूसँग साँठगाँठ नमिलाइकन चुनाव लड्न सक्ने अवस्था भने होइन। चुनाव जित्न त्यति सजिलो पनि छैन जति वडाध्यक्ष जित्न छ। चुनाव यस्तो चिज हो, एउटा वडाध्यक्ष जित्नकै लागि 8 देखि 10 लाख रुपैयाँ लाग्छ भने एउटा देशभित्र र एउटा देशभित्रको जिल्लामा रहेको मतदान आफ्नो पोल्टामा पार्नको लागि पैसाको अवश्य चलखेल हुन्छ। यसै कारणले गर्दा पनि अहिले ल्यान्ड रोभर डिफेन्डरको चर्चा देशमा अत्यन्तै चुलिएको छ। यहाँ प्रचण्ड, केपी र माधवहरूका घडीबाट प्यान्ट, टी सर्ट र सर्टका चर्चा भइरहँदा यसको चर्चा नहुनु देशको लागि एक दिन अवश्य पनि देश फन्दामा पर्न सक्ने अवस्था देखिएको छ। हुन त बालेन शाह एउटा भारतीय रूपमा काम गरिरहेको एजेन्ट भनेर पनि बुझिएको छ, तर भारतको लागि कम्फर्ट सरकार बनाउनकै लागि यदि नेपाली जनताहरूले बालेन शाहलाई यदि चुने भने भोलिको दिन देश नरहने अवस्था नहोला भन्न सक्ने अवस्था छैन। हुन त यता भारतले चुनावी माहौलको लागि करिब 650 वटा गाडी दिएका खबरहरू हामीले निरन्तर प्रकाशन गरिरहेका छौं। तर पनि देशमा यस्तै खालका चलखेल भइरहेका छन् जसले सरकारलाई कम्फर्ट बनाउन तयारी गरिरहेको छ। अहिले हुन त भारतीय नम्बर प्लेटका गाडीहरू सहित राष्ट्रिय स्वतन्त्र पार्टी चुनावी माहौलमा उम्मिएका खबरहरू पनि नभइदिएका होइनन्, भिडियोहरू सार्वजनिक नभएका पनि होइनन्। तर पनि जनता किन यसरी अन्धभक्ति बनिरहेका छन्? भक्ति र श्रद्धा गर्नु राम्रो हो, तर अन्धी भक्ति गर्नु राम्रो होइन। आँखै चिम्लिएर हुम्मेनु पनि राम्रो होइन। हुन त मैले यसो भनिरहँदा कांग्रेस, एमाले र माओवादी पूर्व यी सबै पार्टीहरू राम्रा हुन् भन्न खोजिएको होइन, तर जान्नेलाई छान्नेको नाममा देशै नरहने र युक्रेन बनाउने खेलमा त हामी लागेका छैनौं भन्ने एउटा गम्भीर समस्या पुगेको छ। देश आखिर अहिले यस्तो गम्भीर अवस्थामा पुगेको छ कि हाम्रो देशको व्यापार करिब 6 महिनामै 8 अर्ब खर्ब भन्दा धेरैको नोक्सानी बेर्ने देश हो। हुन त देशको स्थिति अत्यन्तै धेरै गम्भीर बनिरहेको छ। यहाँ पार्टी र पंक्ति र राजनीतिकै कारण आखिर देशले यस्तो हविगत भ्योर्दैछ। भोलिको दिन युक्रेन जस्तै भएर देशले अन्तिम साहस फेर्न पनि बाहिरी शक्तिहरूको हात लाउनु पर्ने अवस्था आयो भने गम्भीर समस्या बन्नेछ। यो एउटा गम्भीर सवालभित्र घेरिएका प्रश्न हुन्। जान्नेलाई छान्ने भन्दै देशलाई नै आखिरी धुजा पार्न नखोजियोस्, यही हाम्रो कामना।